नमस्ते दर्शकबिन्दुहरु, नमुना समाजको आयोजनामा यो 39औं भलिबल प्रतियोगिता 2082 को यो सिमरेनी भीमरेनी मजुवाको यो खेल यतिखेर जालबास डी भर्सेस आयोजक रहेछ है। आयोजकको पहिलो सेट भइसकेको छ भने जालबास डी को सेट भएको छैन। यो दोस्रो सेटको खेलमा 7-11 भएको छ है। जला अग्रता बढाउँदै दिही पछ्याउँदै आयोजक उठायो आयोजक 7 रिसिभ राम्रो हुन सकेन आयोजकबाट फाइदा दिहीलाई। दिही 13 बन्दाले अङ्क थपेको छ आयोजकले 8-13। No, 13 powerful spike 14 दिबाट 14-9। दिबाट फल भएको छ यतिखेर नम्बर आयोजकलाई। आयोजक 10 दिही 14। फर्स्ट स्पाइक जस नम्बर 3 दिहीबाट 15-10। Surah 10 नम्बर दिहीलाई 16-10। एघार 16 17-11 लगातार डीले नम्बर ल्याउँदैछ त। अठार 11 अहिले भने खरो थियो है। पावरफुल आयोजक 12 दिही 18। ढला ढला कता ढला 12। राइट मिठो प्लेस 20 12। धमाउने काम भइरहेको ठीक है खेलाडीबाट 13-20
Sekal. 21-13 14-21 टाढै गयो भएको छ दुईका खेलाडीबाट 15-21 राम्रो डिफेन्स उस्तै राम्रो स्पाइक दुईबाट 22-15 वाह क्रॉस स्पाइक दुरुस्तै डिफेन्स बच्यो स्पाइक गर्दै तपाईँको छ डीले यतिखेर 23 त्यहाँदेखि हो बल आज 15 so ball second last out 16-23 लास्ट पॉइंट में जी लास्ट बॉल डी को लागि 24-16 दुबई टीम को एक सेट अनि एक सेट हात पारेको छ एक सेट दुवै टिमले गइहाल्ने पारिसकेको छ अबको बदम खाँदै हो जुन टिमले हात पार्नेछ एकै हुनेछ दुबई कालसती 4 भर्सेस मैनाघाट दुबई तर्फको एक सेट भइसकेको छ है त यही आउँछ जस्तो लाग्यो भन पावरफुल स्ट्राइक थियो रिसिभ राम्रै थियो तर बल कन्ट्रोल हुन सकेन नम्बर डीलाई 1-0 पावरफुल स्ट्राइक थियो उस्तै राम्रो रिसिभ फेरि पनि उस्तै स्ट्राइक Right. Number Isaac line 1 बराबर आकु रहेछ आकु जर्सी 6 त्यो आकु बल नो क्रस 2-1 राम्रो स्ट्राइक दिबाट 2 बराबर आको आयो बच्यो खतरा आउँछ नि त्यही भएर स्ट्यान्डमा नराखेको भात दिइहाल्छ महिलाहरूको भयो भने चाहिँ ठिकै हुन्छ बिस्तार खेल्छ झन्नै हान्देको कहाँ त्यसरी हुन्छ 3 बराबर वा भात्ने गरी सर्ट हान्यो भनेर बराबरीमा गइरहेको छ गेम
कुन आफूले गरेको छोराले गरिदिएको मलाई ए कुन कुन वर्ष चाहिँ भाइको हामी पहिला भेट भएको हामी त्यही नि त गराउनु पर्छ मेरो पनि कपिराइट मेरो 3-4 महिनाको लागि बन्द भएको थियो मेरो नि हो म भन्छु त्यसो भए ल अनि कति 4000 पुगिसक्यो 3000 पुगिसक्यो अनि उ चाहिँ क्या टाइम आउट घन्टा ए हो ए 98,470 96 674 यसले चोरमारा लेख्नु लामा साउन्ड चोरमारा हो नि त ल म सोध्छु छोरालाई अहिले मोबाइल ल्याएको छ आइडी अहिले यो गेम सकेछ ल एकछिन है गेम सके म हेर्छु एकछिन नेट छ नि हैन छैन एडसेन्स नमिलेको के एडसेन्स गोल एडसेन्स नमिलेको कस्तो एडसेन्स उत्कृष्ट ब्लक गर्दै अङ्क बोलाउँदै छ आयोजकले 3 महिना दिन बन्द भयो मेरो पनि बन्द भएको ए मिलिहाल्छ नि त्यो हो त्यो मिलाउनला अलि 1.5 महिना अगाडि भनेको पढ्न गएको फेरि उता बेङ्गलोर इन्डिया गरिन्छ यो भिडियोको पैसा के को आन्सर जाए 1 पैसा 2 पैसा यसो आइडी बन्द नहोस् भनेर मात्रै हो क्या त्यतिकै अत्यन्तै मिठो प्लेस गरेको छ भाइ अनिल मल्लबाट अङ्क पनि थप्न सफल भयो स्ट्यान्डमा राख्नु पर्ने हल्लियो बढी प्लेस राम्रो डिफेन्स उठायो आयोजकका जर्सी नम्बर 5 बाट 6-8 टक्कै अडिएको अहिले भने फल आयोजकबाट 7-8 राम्रो रिसिभ काटेको छ है ठोक्यो आकुले बिहारो चिसो भयो है नेटमा ओ खतरा स्ट्राइक 9 छ भने आयोजक 9-8 दुवै तर्फको एक सेट सँगै 9-8 स्ट्राइक राम्रो थियो उसले राम्रो 10-8 9-10 ल है 9-10 ल 9-10 9-10
राम्रो प्लेस उत्कृष्ट प्लेस गर्दै 2 अङ्कको अग्रता लिन सफल डी 11-9 राम्रो स्पाइक चेका 10-11 निकै प्रतिस्पर्धामा जाँदैछ टक्कर छ टक्कर 10-11 आयो आयो देबाट 12-10 12-10 ल है बिस्तारै दर्शकहरू पनि बढ्दैछ 13-10 आइजका जस्ट नम्बर 2 बाट 14-10 कन्टिन्यू पोइन्ट डी को लागि आकु ओहो आकु आइजबाट दुरी छुट्याउने क्रममा आइज 11-14 यस लगतै हाम्रो खेल काशती 4 वर्सेस मैनाघाट नेटमा नम्बर आयोजकलाई 12-14 सर्भिस आउट 15-12 ठोक्यो उठायो राम्रो डिफेन्स सही डिफेन्स अब भने ओहो दुःख गरेर उठाएको थियो किन कामै लाग्यो राम्रो प्लेस गर्दै ल है 13-15 दूरी घट्दैछ मिस भयो रिसिभ राम्रो 14-15 फाइदा आइजकलाई आइजक 14 छ भने 15 दुवै तर्फको एक सेट सँगै 14-15 बराबर 15 बराबर अहिले भने अङ्क बराबरी 15 इक्वल 15 बराबर अङ्क थपेको छ टिमले 16-15 राम्रो स्पाइक गर्दै फेरि पनि अङ्क बोर्ड सफल 17-15 सर्भिस आउट 16-17 आकु उतापट्टि पुग्यो बराबर 17 बराबर यति कुरा 17 बराबर आकुले उफ्रेरै हाने पनि फाइदा डीलाई
18 18 छ भने आयोजक 17 18 17 फेरि 18 18 निकै टक्कर छ टक्कर प्रतिस्पर्धामा गइरहेछ खेल उन्नाइस 18 राइट उन्नाइस बराबर बराबरको स्थिति कुन टिमले हात बार्छ डोरीमा लाएर गयो भइरहेको छ अहिले भने एक अङ्कले अग्रता लिएको छ आयोजकले आउट बराबर बराबरी भएको छ 20 बराबर 20 बराबर टक्कर छ टक्कर वाह राम्रो भाइ गर्दै अङ्क बनाउन सफल 21 छ भने आयोजक 2 सकेन फेरि पनि अङ्क 21 बराबर प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको छ दुवै टिमहरू तातिरहेका छन् भन्दा भन्दै जर्सी नम्बर 4 दुईबाट राम्रो प्रहार गर्दै अङ्क थपेको छ दुईले 22 21 अत्यन्तै मिठो प्रहारका साथ फेरि पनि अङ्क बराबर भएको छ 22 बराबर ल ल ल भन्नु पर्यो 23 22 दिही लहै लहै 23 बराबर सुरुवाती क्षणबाट टक्कर प्रतिस्पर्धामा बढ्दैछ अगाडि हामीलाई अड्कल गर्न गाह्रो भइरहेको छ कुन टिमले हात पार्नेछ भन्ने कुरा 24-23 खरो हान्छ त्यो भाइले 24 छ भने आयोजक 23 तिमीले यो सेट पनि हात पारेको छ र यो खेलमा तिमीले विजय प्राप्त गर्नुभएको छ अबको खेल काउसती 4 भर्सेस मैनाघाट दर्शक मित्रहरू यो मैनाघाटको खेल मैदानबाट है त्यो